ल साथी हो हामी के छ मान्छे खबर कहाँ जाने रे तर म आज कहाँ हिँडेको रे त टक्क मेरो चोकको डाँडाहरू चाहिँ यस्तो छ सरर दृश्य अब मेरो भ्लग आउँदैछ भरे बेलुका सब्सक्राइब गरिदिनु नयाँ भ्लग हामी चाहिँ भने सिधै खन्यु खान जान्छौँ अर्को मान्छे हुनुहुन्छ सिधै हाम्रो खन्यु खाने कालाहरू हुनुहुन्छ अनि तपाईँले खन्यु देख्नु सक्नुहुन्छ पाकेको यस्तो मजाले हामीले चाहिँ त्यो कलेक्सन हान्यौँ खन्यु अब हामी चाहिँ देख्नु सक्नुहुन्छ तपाईँ चाहिँ म चाहिँ यसमा रन हान्दै ए अच्छा डल्लिहाल्यो है छोडिदिँदा चाहिँ यसरी धोइन्छ अनि सटक्क यस्तो सेल्फी हाल्नु त एकचोटि गुगल टिपेर छ त्यति मात्र राम्रो मान्छे हो यहाँनिर अब ल साथी हो हामी ओ भान्जा विवेक भान्जा ओ भान्जा कहाँ हिँडेको भान्जा ओ भान्जा इखोले यहाँ आऊ न गइहाल्यो त भान्जा त भान्जासँग ओ भान्जी रहेछ ल यहाँ चाहिँ भान्जी हुनुहुन्छ अब भ्लग पो गरिदिनु पऱ्यो नि भने हामी पनि के छ भान्जी खबर सन्चै छौ मेरो भ्लगमा जोडेको म के भन्छ के भन्छ यो सिकाउनु पऱ्यो सिक्नु पऱ्यो भ्लग बनाउन हामी पनि है मेरो भ्लगमा जोडिनु भएकोमा यहाँलाई स्वागत छ यस्तो हो त नि साथी अनि ल भान्जा ओ भान्जा भान्जी देखाऊ त भान्जालाई यहाँ आऊ फोटो खिच्नु औ हिजोको अब हाम्रो यहाँको एकछिन विश्रामपछि हामी तल घर लाग्दैछौँ हामी यहाँको एकछिन विश्रामपछि तल घर लाग्दैछौँ भनेको नि तल घरमा चाहिँ सरसफाइ अभियान चल्दैछ आज कम्प्युटर चलाउँदैछ भन्नु न हाम्रो यहाँ देख्नुहुन्छ तपाईँले घर फेरि समाज घर चिटिक्क परेर देख्नु सक्नुहुन्छ तपाईँले यो अगाडिको दृश्यमा यहाँ हाम्रो आमाहरू कपडा धुँदैछ कोही छैन आफै भ्लग बनाउँदैन भने हामी पनि गाउँको भ्लग बनाउनु सिकौँ न भनेर अच्छा यो त नछिरिरहेछ त हौ त्यतिको थियो उयो माथिको नि देख्नुहुन्छ हाम्रो पुच्छा घरको बाबुआमा अनि हाम्रो जुन माया फुपू असट्ट हामी चाहिँ अब पार्टनरहरू कोही छैन पार्टनर यहाँ छ मेरो चाहिँ ओ चप्पल लगा छिटो पुच्छा घरे बाको नाति पुच्छा घरे बा हेर्दैछ नातिलाई ल उल्टो ओ सुल्टो लगा ल छिराइज है मेरो पछि आइज ल लाइन कहाँ जाने रे तर म आज आइज डुल्दै आज अङ्ग्रेज चोक चल्यौँ ल आइज छिटो त्यहाँ पोज दे नाच एकचोटि बुढी हल्ला ओइ नाच न आउँदैन आइज त्यसो भए साइज सरर हामी चाहिँ लाग्यौँ अब कहाँ हिँडेको रे त कहाँ हिँडेको ल छिटो हिँड्यो तैँले बाटो बिर्सिस कहाँ हिँडेको हामी अङ्ग्रेजी चोक हिँडेको हो नि अङ्ग्रेजी चोक अब हामी अङ्ग्रेजी चोकबाट देख्न सक्ने दृश्यहरू देखाउँछौँ भन्नु यो चाहिँ भाटखाला हो यताबाट सुङदेल जान्छ अनि यता गयो भने खत्री गाउँ छिटै न ल पसल जाने हो नि तर म पसल जाउँ कि नजाउँ पसल जाउँ कि अङ्ग्रेजी चोकमै बसौँ हो टक्क अङ्ग्रेजी चोकको डाँडाहरू चाहिँ यस्तो छ सरर दृश्यहरू देख्नु सक्नुभयो होला यस्तो सरर खिचेको अब मेरो भ्लग आउँदैछ भरे बेलुका सब्सक्राइब गरिदिनु नयाँ भ्लग नाम जिपाट नै होला नि अब जिपाट देख्न सक्नुहुन्छ यो चाहिँ खाने गाउँ इन्टरटेनमेन्ट
उता यतै खत्री गाउँ योभन्दा माथितिर अलिकति बाक्सिला यो माथि पर्छ यो उता चाहिँ ओइ उता चाहिँ घले गाउँ घाँसै खरुकी ओइ 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 घाँसै खरुकी माया पुनलाई बा मरेन्छौ कि ल यसले त मेरो गीत इग्नोर हान्दैछ ओइ तैँले त मेरो गीत इग्नोर हान्दैछ त नि हौ यहाँ आइज सुन न मेरो गीत यहाँ अलिकति रहेछ यति यहाँनिर रहेछ अलिकति आइज न खनी खान जान्छस् ल हामी चाहिँ यसो गाईहरू खनी खान जान्छ सिधै हिँड ल कहाँबाट जाउँ खनी खानु चाहिँ ल हिँड यता आइज आइज ल तर म चाहिँ खनी खान जाउँ अब हामी सिधै खन्यु खानु भेट्दैछौँ साथीहरू खन्यु भन्ने चिजहरू चाहिँ कस्तो हुन्छ भने तपाईँलाई देखाइदिन्छु म हाम्रोतिर चाहिँ गाउँघरमा खन्युहरू चाहिँ हिजो आज सिजन हो पाक्ने अनि यसो भतिजी र म चाहिँ खन्यु खान जाँदैछौँ टिपेर ल्याइदिने हो एक प्लास्टिक अनि त्यसपछि हानिदिने हो छिराइ चाहिँ यता खन्यु हान्ने बा छिटो कुद छिटो कुद कहाँ छ देख्दैन त उयसमा पनि ओइ कट्टोमा हात नहाल्नु मलाई हात छोडेर हात छोडेर भनेको ल आइज है ल है ल है मचिँदैछ है छ है आइपुग्यौ हामी सबै राजाको घोडा आयो बाटो छोड छोड छिटो आइज है अब सिधै हामी तपाईँलाई खन्यु भएको ठाउँमा देखाउन चाहन्छु के छ भन्छ यहाँ चाहिँ हाम्रो एकदम नराम्री भाउजी भान्जी हुनुहुन्छ हेलो नराम्री भान्जी हाई हेलो गरिदिनु त मामा उठेर हौ ल देख्दै देख्दैन रहेछ हौ उठेन हौ यस्तो नराम्री भान्जीहरू चाहिँ देखिरहेको छ कि हेलो आमा उयो त चुरा र त्यो लगाएर त कम्ती राख्नु भएको छैन राम्रो ल हेलो भान्जी ल तपाईँ आराम गर्दै गर्नुहोस् हामी चाहिँ भने सिधै खन्यु खान जान्छौँ अर्को मान्छे हुनुहुन्छ खन्यु त्यसलाई खोज्दै लिएर आउनु है अब खन्यु चाहिँ यता चाहिँ सिधै हाम्रो खन्यु खाने कालाहरू हुनुहुन्छ अनि म पनि एउटा काला खन्यु पाकेको छ भने खाइदियो आज खै खन्यु पाएको भेटिनँ त म त नि ओ खन्यु यसरी देख्नु सक्नुहुन्छ साथीहरू खन्युलाई चाहिँ यसलाई खन्युले चाहिँ खन्यु पाएको भन्छ यसरी खन्यु खानलाई चाहिँ यसरी झ्यास सोर्नुपर्छ अनि त्यो खन्यु टन्न देख्छ यो खन्यु चाहिँ टिपेर देख्न सक्नुहुन्छ खन्यु यसलाई चाहिँ यसरी हाम्रो चाहिँ कट्टुमा पुसेर हानिदिन्छौँ हामी चाहिँ जय मान्छे खोइ त अहिले अनि चाहिँ तपाईँ कट्टुमा पुसेर हानिदिनुलाई खन्यु देख्न सक्नुहुन्छ तपाईँ सरर पाकेको अलिक सरर पाकेको छैन दा कतै पल्लोमा छ नि यसलाई चाहिँ खाइन्छ हामी चाहिँ अझ भरे पखालेको चाहिँ दामी देख्छ अलिक टिपौँ कि आउने भने चाहिँ सिधै हामी टिपेर भेट्नेछौँ साथीहरू यो खन्यु चाहिँ भान्जी एउटा डोकोमा टिपौँ होला हौ हेर्न अहिले हेर कस्तो मेरो ग्याङ बनाएर होइन यस्तो हानिदिन्छु नि खन्यु तर तपाईँले खन्यु देख्न सक्नुहुन्छ पाकेको यस्तो मजाले अनि हामी चाहिँ अब खन्यु हन्टिङ हान्दैछौँ हन्टिङ भन्दा नि यसलाई चाहिँ हाम्रो फलफुल टिपेर बिहान डाइट हान्दैछौँ यो चाहिँ मेरो भतिज पिस गर्दै छोड्दै अब भेट्यो अब खन्यु म टिप्दैछु अहिले टिपेर भेट्नेछौँ हामी हामीले चाहिँ त्यो कलेक्सन हान्यौँ खन्यु अब टन्न त टन्नै छ खन्यु अझै यहाँनिर सबै यो पाखैभरि देख्न सक्नुहुन्छ उकालोमा यसलाई मरि भए पनि बोकेर लिएर आएँ माछाले ओइ तैँले मलाई गलाइस् नि अहिले
अब हामी चाहिँ देख्न सक्नुहुन्छ तपाईँ चाहिँ म चाहिँ यसमा पुरा खन्यु एक भेस खन्यु लगेर हिँड्दैछु होइन। अनि यहाँ छ मेरो अनिसे बोल्दैन त मुला त। अब सर हामी चाहिँ अब एकैचोटि पर भेट्नेछौँ। देख्न सक्नुहुन्छ तपाईँले खन्यु रनिङ हान्दैछस् मुला उता हिँड ल घर हिँड कुद रन हान्दै ए अच्छा डल्लिहाल्यो है छोड्दै उठ बलियो हुन्छ केही हुँदैन। लात्ती हान 2 लात्ती हान् यसरी ओइ 2 लात्ती हान् त्यसलाई उयोलाई 2 लात्ती हान्न पिट्दे तँलाई लडायो नि त ल छोड्दे कुद हुन्छ। घाँस लिएर आउँदै हुन्छ सरर घाँसको बारी खन्यु होइन है मुला। एउटा यो भान्जी चाहिँ अलिकति मेहनती छ अर्को भान्जी चाहिँ साह्रै अल्छी छ। अघि हामीले खन्यु खानु भेटेको भान्जीहरू अर्को भान्जी बिचरा कम्ती अल्छी भान्जी यो त बाटोमा के खेल्नु आएको ल खेल्न लजायो भान्जी त लजाएर हुन्छ त नि ल ल हिँड त्यसमा जाने भयो नि त चाहिँ बिचमा ल है सरर देख्न सक्नुहुन्छ हामी चाहिँ लाग्दैछौँ कुद 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 रन अझै छिटो मलाई भेटे छिटो भेटे कुद कुद छिटो कुद लड्दै भुइँमा लड भुइँमा सुद भान्जा माथि हाम्रो आऊ खन्यु खानु भान्जा बोला खानु बोला यहाँबाट बोला उताबाट बोला छिटो खन्यु खान ल जा देख्न सक्नुहुन्छ तपाईँहरूले अब हामीले खन्यु लिएर आइसक्यौँ बजारमा। अब खन्यु हान्दिने हो जा भाँडा लिएर आइज एउटा भित्रबाट ठुलो थाल लिएर आइज जा यो खन्युलाई चाहिँ यसरी धोइन्छ अनि सडक्क यसको फोहोर मैला चाहिँ फालेर होइन एउटा हो भान्जा धो यसरी पखाल हात यसरी पखाल खनिएको दानाले पनि पुगेको छैन हामीलाई चाहिँ खन्यु यो त कस्तो खन्यु दाना पुग्दैन हो अर्ग्यानिक हो नि यो त अर्ग्यानिक होइन ल यसरी फोहोर फाल्ने यसको अर्ग्यानिक पुगेको छ उसो अब मान्छे खानु खन्यु गर्दै कराइदे हान्यु यसलाई चाहिँ यसरी खाइन्छ अनिसेर मैले अनि तपाईँहरू पनि टिप्नु सक्नुहुन्छ अनि यो भित्रको सिस्टमहरू सबै निकालेर खाइन्छ यसरी खाइन्छ है हाम्रो चाहिँ त खन्युहरू चाहिँ अनि यसरी मेरो ग्याङहरू चाहिँ यहाँ छ पुरै खानुमा व्यस्त छ घिचुवाहरू खानु नपुगेर खन्यु खाइरहेछ ओइ घिचुवाहरू ओइ मेरो यिनीहरू सक्दिएछ कस्तो गरेको एक एक टिप्ने भयो त कस्तो भेट्छु छ ल है घिचुवाहरू ओ यो बाहिर फ्याल्ने नै ठाउँ राख्ने खोलेमा खान्छ फ्याल भयो त होइन टिप्ने हो नि त म चाहिँ नङ बनाउने हो कसरी नङ भन्छ ए मेरो पनि बनाउने पर्छ त अब हामी चाहिँ सिधै यहाँ घलेगाउँबाटै खानु पल्केकोहरू ओइ यता हेर्नु एकचोटि त हाम्रो टोलीहरूले चाहिँ
दामै बजाइसक्यो ओ यिनीहरूले त हो न भान्जा ज्याबा ताजी भान्जी कहाँ हिँडेको पखाले ल्याउ ल मलाई नि त्यो यो भान्जीको खतरा औँला कोकोसको औँला बन्छ है कोकोसको औँला बन्छ है यो आन्सीकोले त कालाले जस्तो खान्छ क्या हो मन नि हो त ल ल अरूले बनाऊ अरूले कुकुर ट्राई गर खोइ भान्जी देखाइदियो ओ तिमीलाई कस्तो लाग्यो भन्यो मिठो भयो अनि चाहिँ फोटो खिच्न हो छिटो को आउने यताबाट सेल्फी हान्नु के हो नि यसरी होइन हो सुजी किन ढेपेको खोइ खोइ हो दुईजना त हरायो त ओ दुईजना नि त जान्नु सेल्फी हान्नु त एकचोटि ओ अनि चाहिँ सेल्फी हाल्नु आइज छिटो त हात दुखिसक्यो पालि म देखेन त सुजीले देखेन भावना आउँछ आउन दुईटा बहिनी ल चाहिँ गुड म्यान हो त्यो गुड म्यान भएर चाहिँ म चाहिँ खोइ खोइ म चाहिँ यस्तो सफा यस्तो फोहोर गरेर चाहिँ टिप्दै उयो भाँडामा राख्छु म चाहिँ ओ उता भनेको ओ सुनेस् तिमीहरूले सुनेनस् भनेको यहाँ मैले के गर्दै देखेनस् यहाँ मैले के गरेँ चाहिँ म चाहिँ यिनीहरू चाहिँ फटाहरू हो यिनीहरू चाहिँ फटा एकदम फटाहरू हो यिनीहरूले फोहोर गरेर सफा गर्दैन म चाहिँ राम्रो मान्छे हो यसरी फोहोर गरेर सफा गरेर भाँडामा टिपेर राख्छु म चाहिँ यसरी कुकुरले टिपेर राख्छ त्यो मात्र राम्रो मान्छे हो यहाँनिर अब कति फोहोरै फोहोर भइसक्यो भोलि कम्ती फोहोर बनाएको छ